हेलो एभ्रिवान, नमस्कार, सेवा र सेवानी, जय मसी सबैजनालाई। आज फेरि पनि म मिनी ब्लग लिएर लामो समयको बादमा आएको छु। आज चाहिँ म तपाईँहरूलाई के देखाउँछु भन्दा चाहिँ आज चाहिँ हाम्रो घरमा भएको अर्ग्यानिक सब्जीहरू, भेजिटेबलहरू तपाईँहरूलाई देखाउने छु। हाम्रै बारीमा फलेकोहरू म तपाईँहरूलाई देखाउने छु। र अब म जाँदैछु बारीतर्फ। बारीमा गएर म सबै तपाईँहरूलाई देखाउने छु। तपाईँहरूले हेर्दै गर्नुहोस्। यो चाहिँ हाम्रो आलुबारी हो। आलुबारीमा चाहिँ सोपहरू यसरी हुर्केछ होइन। कत्रो कत्रो भइसकेछ नखाएर बढेर। यो चाहिँ सोप हो। सागहरू छिपेर सबै डुकुबाट चाहिँ यस्तो डुकु हुन्छ खासमा चाहिँ। यो डुकुबाट चाहिँ यसरी फुलिसकेछ, बिउ भइसकेछ नखाएर। हाम्रोतिर चाहिँ ज्यादा भएर खाँदैन नि त। यो चाहिँ आलुबारी हो हाम्रो। आलुबारी पुरा छौ माथिसम्म छ आलुबारी नै आलुबारी। चाहिँ बन्दाकोपी कत्रो भएको छ। हाम्रो गाउँमा चाहिँ पुरा हावा चल्छ कि। यो साउन्ड जुन ब्याकबाट सुन्दैछ यो चाहिँ हावाको हो। इग्नोर गरिदिनुहोस् है सबैजनाले। यो चाहिँ सबै हाम्रोमा भएको सब्जीहरू चाहिँ एकदम अर्ग्यानिक हो। गाईको मल लगाएर रोप्नु भएको सबै अर्ग्यानिक हो है। गाईहरू पनि कराउँदैछ, इग्नोर गरिदिनुहोस् किनभने उनीहरूको घाँस खाने बेला भएको। अन्त यो चाहिँ हाम्रो फुलकोपी हो। कति थियो, हामीले कति खायौँ, गाउँमा बाँडिदिउँ। अन्त चाहिँ अहिले चाहिँ सकिएको यो फुलकोपी चाहिँ। यो चाहिँ तोरीबारी हो हाम्रो। तोरीको पनि साग खान्छ। अहिले चाहिँ यो बिउ राखेको फुलिसकेर यसको बिउहरू बसिसकेको छ अर्को पालिको लागि। अन्त यो वाइट कलरको देख्दै गरेको फुल देख्दै गरेको चाहिँ यो चाहिँ चौसुरको साग हो। चौसुरको साग चाहिँ हामीले खाइसकेको। यो पनि बिउ राखेको। अब यसको पनि सिडहरू यहाँनिर आउँछ फुलिसकेपछि। कस्तो राम्रो देखिरहेको छ, वाइट र येल्लो। यो चाहिँ सागको बिउ हो। साग, रायोको साग। यहाँ चाहिँ अलिकति प्याज लसुनहरू रोप्नु भएको छ, अलिकति छ तर यतिले पनि हाम्रो घरमा चाहिँ पुग्छ है। अलिकति रोप्नु भएको रहेछ प्याज। यस्तो हुन्छ। यो पनि कोपीहरू हो, सलाद खाने। चौसुरको साग हो यो चाहिँ। आलुहरू। यो चाहिँ मेथीको साग हो। यस्तो हुन्छ मेथीको साग चाहिँ। आउँदैछ, कम्ती कम्ती आउँदै रहेछ। यो चाहिँ आलुबारी हाम्रो। सबै आलु हो। अन्तिमसम्म मेरो अर्ग्यानिक सब्जीको भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।